नसक्नेहरू मैले चाहिँ अब एउटा सामान मगाएको छु अनलाइनबाट के कस्तो सामान छ अनबक्सिङ गरेर हेरौँ सानो बक्सभित्रको छ प्राइस पनि दामी छ नि आधी छैन बक्सभित्र के छ होला गेस गर्नु त यो चाहिँ हो वायरलेस माइक्रोफोन माइक्रोफोन जस्तो यस्तो छ पछाडि यसलाई भित्रबाट खोल्नु भित्रबाट खोलौँ यो चाहिँ मेरो फर्स्ट अनबक्सिङ भिडियो हुँदैछ भित्र चाहिँ यस्तो रहेछ यति कसरी खोल्ने हो आएन त कसरी खोल्ने प्याकिङ चाहिँ राम्रो रहेछ त्यस्तो खास पनि होइन योभित्र युजर गाडी छ जस्तो के छ हामीसँग यो भयो माइकको पछाडिको क्लिप यो टाइप सी को चार्जर एउटा भित्र चाहिँ कस्तो छ त लाइटमा यस्तो छ चार्जिङ पोर्ट भइहाल्यो यस्तो छ है साथीभाइहरू मेरो वायरलेस माइक चाहिँ यो चाहिँ रिसिभर भइहाल्यो यस्तो छ रिसिभर टाइप सी को दुईवटा माइक ल बेला अब म फोनमा कनेक्ट गरिरहेको छु यो चाहिँ अहिले बिना माइकको साउन्ड आइरहेछ अब चाहिँ म माइक लगाएर ट्राई गर्नेछु हेलो हेलो माइक टेस्टिङ 1 2 3 अल इन्डिया फ्री मेरो भोइस कस्तो आइरहेछ म यहाँ जान्छु यतिको टाढोमा भोइस कस्तो आउँदैछ सुन्नु होला म चाहिँ अब यहाँनिर मेरो म्यानमा साथीले जिस्काउनु जान्दैछु यो चाहिँ भित्र सब्जी पकाउँदैछ के गर्दैछ हेलो मिस्टर क्या हो हाउ आर यु व्हाट इज दैट hey think kamala tell something in my mind looking here hey saya tak ada phone mah अच्छा ini mic saya jalan coy ini mic सरमले हेर नि भुत्तुकै भइसक्यो मान्छे ल साथीहरु मैले माइकको क्वालिटीहरु के कस्तो छ भनेर त तपाईलाई भिडियोमा बताइसके तपाईहरु पनि लिन चाहनुहुन्छ भने लिन सक्नुहुनेछ यो चाहिँ छ यस्तो छ यसको कम्पनी चाहिँ के कम्पनी हो चाहिँ मैले भन्नु बिर्सेछु त साप केही छैन चाइनिज कम्पनी तपाईलाई चाहिन्छ भने यसै कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने यो लिन सक्नुहुनेछ माइक मैले चाहिँ टिकटक शपबाट लिएको 56 रिङ्गेटमा तपाईलाई पनि चाहिन्छ भने लिन सक्नुहुन्छ यो वायरलेस माइक
र अब यो माइक युज गरेर म के कस्तो भिडियोहरू बनाउने छु अगाडि हेर्नु होला आउने दिनहरुमा। बेटो म अच्छा से देखेगा।